मर्निङ सबैजनालाई। टाइम चाहिँ 7:30 जति भएको छ। अघि भर्खर उठेको, अलि थाके जस्तै भयो। अनि केटाहरू सबैजना बाहिरतिर गएर कल गर्दै हुनुहुन्छ। चिया नास्ता सबै गरियो। अब हामी एकछिनपछि सबै मिलाइसकेपछि खानसाना खाएर हामी यहाँबाट निस्किनेछौँ। अब जहाँ चाहिँ क्याप्चर गर्न मिल्छ तिनीहरू ठाउँमा चाहिँ म क्याप्चर गरेर देखाउने छु। अनि अब फेरि बोल्ने बोली त्यस्तै छ, त्यसैले मिलाएर चाहिँ बुझिदिनु होला। दुई पाइला सार्दै बिसाउँदै गर्दै हिँड्दै गरिरहेको छौँ अहिलेको। अनि जङ्गल चाहिँ पुरै यस्तो हुस्सो लागेर पुरै अन्धकार भइरहेको छ। डेन्जर पानी पनि परे के यस्तो मजा आइरहेछ। ट्रेकिङ को आउन मन लाग्थ्यो मेरी पोखरी। पानी बबल पऱ्यो। बिस्तारै अनुसार धेरै भिड छ यहाँ त। One miss, then finish. बिस्तारै मामा त के भन्ने हिँडेको बानी भएको मान्छेले। ओ खोला नि सर उता तल छाडे रहेछ यार। अझै छाडे रहेछ। मलाई लियो भने अघि यस्तो देखिन्छ। जसको आ रहा है
अझै माथि कहाँ कहाँ तलको भिउबाट हामीलाई 1 घन्टा बढी हिँडिसकेर लास्टै माथिको डाँडा पुग्नुपर्ने यो डाँडा पुग्नुपर्ने यस्तो त्यस्तै भिड चढ्दै आएको हामी त्यहाँबाट बढ्न नसक्ने 2टा हातै समातेर चढ्नु पर्ने रहेछ अब हामी तारी डाँडा चढेर पानी अहिले हल्का हल्का बस्यो यसो हिँड्दैछौँ यसो निकाल घारी घारी हुँदै अनिल सर अगाडि अगाडि है केही बोकेन उसले नसक्यो अनिल सर सक्दैन सब ए हेर्नु त ल चिप्लिने हो ए अहिले त यस्तो यो सुरुङ जस्तै क्या है यता निकाल के अरे यो टुसै टुसा भरे खानुपर्छ है टिप्दै लाने माथि छ अरे जसरी भयो पनि गोठमै हो ल मलाई दिने नदिने मैले त ल्याएन अहिले जोस आएको छ नि होइन अघि भन्दा ल कराइदिनु त एकचोटि भालु आउँछ त्यति गरायो भने भालु हारिहाल्छ नि आम्मामा है बवालै भए बवालै आधा घन्टा त झर्नै लाग्छ होला यार सुई हिँड्यो भने नि त्यो अघिको राम्रो राम्रो ठाउँहरू चाहिँ खासै खिच्न चाहिँ पाएन कि हामीले पानी पऱ्यो एकोतिर हातले दुइटै हातले राखेर चढ्नु पर्ने रहेछ अनि कहाँ सकिन्छ अझै त्यो माथिको डाँडा यहाँ क्यामेरामा देखाएर चढौँ बिस्तारै बिस्तारै ल अब माथि गएर भेटौँ ल कठाङ लिएर चाहिँ मर्ने भयो दिनभरिको पानीले सबै हात यस्तो निलो निलो बनाइदियो लगभग अहिले हामी 3500 मिटरको हाइटमा आफै 3500 देखाइरहेको थियो अनि त्यसो हिँड्यो नि त उताबाट त्यही साह्रो खासै उस परेन अनि मामाले चाहिँ अब यहाँ एउटा खर्कामा चाहिँ गोड छ गोड आइपुगेको छ भनेर यसो आगो तार्नु लाग्दैछ मैले अनि शरीरको जुत्तामा चाहिँ कतिवटा गन्दाखेरि कति पुगेर गन्नु भएको थियो नि 20-25 जना नि है एउटा खुट्टामा दियो भने ल त्यतिको मेरो खुट्टाहरू यस्तो निलो 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 बनाइदिएको नि सबै रातो रातो रगतले रातो जाडोले निलो हाइट यो चाहिँ के हो त खतरा काट्यो त यार कहाँबाट यताबाट ए चाहिने सामानहरू ल्याएन भने यताउता सबै चिज अब भने चाहिँ के हो लाग्यो क्या अब यहाँ खर्क
के हो बढेको छ अघि त पानी झर्को थियो नि अहिले मात्र सिमसिमे पानी त धेरै कराउँदो हुन्न फेरि करायो भने डर लाग्छ ए आज फेरि यस्तो खराब दिन नासिन हेर्न पाएँ यस्तो बबल बबल ठाउँमा पानी परेकोतिर जाडोले कठ्याङ्ग्री हिँड्नु सकिन खराब भयो खराब दिन लास्टै बल बल ठाउँहरू सबै मिस भयो फर्किने बेलामा अब के हुन्छ हेरौँ तर दिन राम्रो चाहिँ भएन आज खर्क चाहिँ कहाँ हो मामा कहाँ पुगिसक्नु भयो हो अनिल सर जुको लाग्यो क्या फेरि जुको लाग्यो अब हामी यहाँबाट एउटा डाँडा चढ्यो भने चाहिँ गोम्रो डाँडा आइपुग्छ अरे त्यही भन्नुभएको छ यस्तो डाँडा त कति चढ्यो यसो माथि हेर्छु डाँडा त चढ्यो होइन फेरि तेर्सो होला सोच्छु फेरि त्यसमाथि अर्को डाँडा हुँदा अहिलेसम्म नै आइपुगेन कतिवटा यस्तो डाँडा कतिवटा चढ्यो हामीले धेरै चढ्यो यार माथितिर चाहिँ अब यस्तो हुन्छ पुरै भनेको यही हो खासै पाइँदैन मलै सबभन्दा गाह्रो भइसक्यो हातले पानीले डेन्जर भिग्यो आज चाहिँ लगाउने कपडाहरू चाहिँ नभिजोस् मेन भनेको कपडाहरू धेरै बोल्यो भने फेरि स्पेस खाइन्छ अब माथि मेन पोखर पनि पुग्नु पऱ्यो फर्किने बेलामा सिनहरू भयो भने त्यसो हालिदिनु पर्ला अब गोठमै छ अब कति टाढा गोठ पनि गोठ आइपुग्यो अब बुझेन हो यस्तो मने पनि बनाएर चाहिँ ओहो सोलर पनि रहेछ त कति ठुलो हो मने यस मने गजब छ जुगले खाने कहाँ खाने आउनुहोस् अब यहाँ एकैचोटि आएको त जाऊँ है ल गोड आइपुगिसक्यो अब मोबाइलको चार्ज पनि अब 10% जति देखाइरहेको छ तनाव टेन्सन ब्याकअपहरू यसोहरू भएन कि अरूहरू एउटा पावर ब्याङ्कले कति नै धान्छ र अब गोड आइपुग्यो हिँड्नु भयो त यार के हो पानी परेर स्टेज बनाइसक्यो